पैसा भएन भने कोही पनि हुन्न। मैले के भन्छु, यहाँ धेरैजनाले हेर्नुहुन्छ होला, तपाईँहरू कतिजना सङ्घर्ष गरेर गइसक्नु भएको, कति गर्दै हुनुहुन्छ, हामीभन्दा तलको भाइ बहिनीहरू अर्थात् चाहिँ कोही हुनुहुन्छ भने लाइफमा पैसा कमाउनुहोस्। जसरी हुन्छ कसैलाई नठग्नुहोस्, कसैलाई नरुवाउनुहोस्, कसैको नराम्रो नचाहनुहोस्, भगवान्लाई ढोक गरेर हेर्नुहोस्। सधैँभरि चाहिँ 10 रुपियाँ 5 रुपियाँ कति सक्नुहुन्छ चढाउनुहोस्, दुखी गरिबलाई दिनुहोस्, पैसा कमाउनुहोस्। पैसा कमायो भने तपाईँको आफन्त इष्ट मित्र तपाईँलाई को चाहिने सबै आउँछ नि, तपाईँ जानै पर्दैन। पैसा छैन भने आएका थाहा छैन, उचित टेन्सन होइन। अब मेरो घरमा तपाईँको फुपू दिदीहरू हाम्रो घर, मैले पहिला पनि एकचोटि उमा कुरा गरेँ। पहिला तपाईँको हाम्रो घरमा उनीहरू बाहिर बाहिर छन्, बजारमा उमा। हाम्रो बुवा गरिब हुनुहुन्छ, हामी त गरिब छौँ। हाम्रो घरमा त तपाईँको माटोको उमा सुत्ने गुन्द्री छाएर त्यस्तो इनफ पनि हुँदैन। हाम्रो पहिले पाहुना आउँछन् भनेर बनाउने कुरा नि, त घुवा ऊ छ भनेर चाहिँ आउँदैनन्, हाम्रो पाहुना आउँथेनन् कि पहिला। ठाउँ छैन।